जब 2-4 जनाले नपत्याएर के चाहिँ फरक पर्छ? 2-4 जनाले प्रडक्ट नखाइदिएर के फरक पर्छ? संसारभरि मान्छे छ, 8 बिलियन पपुलेसन छ। आज डिएक्सएलको कति 20 मिलियन, जम्मा 2 करोड जनसङ्ख्या छ, 8 बिलियनमा घटाउनुहोस् त। यस, कति पर्सेन्टेज तपाईँ जोइन भएर छ भन्नुहोस् त मार्केट। अनि फेरि लिडरलाई भेट्छु, डाक्टर लिमको कुरा सुन्थेँ मैले, जिमी केरीको, हजुरहरूले सुनाउनु हेर्नुहोस् त, ऊ फेल भएको मान्छे बिजनेस। अनि डाक्टर लिमले के भन्थ्यो, गएर आज जा, घर कोठामा जा, मनतातो पानीले नुहाऊ अनि सुत, फेरि भोलि स्टार्ट गर। सुरुमा उसले 200 जनाको हल बुक गरे रहेछ फिलिपिन्समा, राम्रो होटल, मान्छे आएछ कति 6 जना। त्यो 6 जना पनि 4 जना पिसाब गरेर जान्छु भने चाहिँ गए भए चाहिँ फर्केर आएछ, फेल। यो कहानी सुन्थेँ मैले। अनि ए बाबा, फेरि म मोटिभेट र टिममा अहिले हुने नि गएको तपाईँहरूको ग्रुपको छ नि, यो करेज जब घटेको उसलाई त्यो साहस घट्छ।